आजको क्लासमा पनि तपाईहरु सबैलाई स्वागत छ र नमस्कार। अब अस्ति हामीले ह्यान्डराइटिङको बेसिक रुल्स अन्तर्गत रहेर हामीले ह्यान्डराइटिङ सिकिसकेका छौं। अब मैले यो तपाईलाई सेम साइज, सेम स्पेस र सेम स्ल्यान्टिङको बारेमा मैले अस्ति नै तपाईहरुलाई जानकारी गराइसकेको छु। आज भने म तपाईहरुलाई अब त्यसको स्ट्रक्चर अन्तर्गत रहेर लेटरहरु कसरी बन्दछन् भन्ने कुरा म तपाईहरुलाई सिकाउन गइरहेको छु। सो आज सबैभन्दा सुरुमा चाहिँ हामी सी ग्रुप अन्तर्गतका लेटरहरुलाई बनाउन सिक्ने छौं। अब यसमा हामीले कसरी बन्छ सी भन्दाखेरि यहाँ हेर्नुस् है त। यो लाइनबाट तपाईले टक्क माथि जानु पर्यो। मतलब सी ग्रुप भनेको मिडल लेटर हो। सो यसले कतिवटा लाइन छुनु पर्यो अरे। अब सी बाट बन्ने लेटरहरु हेर्नुस् है। यसलाई टक्क यहाँबाट तपाईले यति दिनु भयो भने सी बाट ई बन्ने रहेछ एउटा। अर्को यो सी लाई तपाईले टक्क यहाँ तलबाट लगेर यहाँ जोडी दिनु भयो भने ओ बन्ने रहेछ हो। यसलाई तपाईले सिधा माथिबाट लगेर यति दिनु भयो भने ए बन्ने रहेछ हो। ए को चाहिँ हेर्नुस् है। ए को चाहिँ यहाँ बीचमा ग्याप छ। यो ग्याप देखिएन भने फेरि ए मिस्टेक हुन्छ। यो ग्याप चाहिँ अनिवार्य रूपमा देखिनु पर्यो। सो त्यसपछि मैले सिधा यसलाई माथि लगेर जोडे। माथि टपमा रेड लाइन हुन्छ भने थिए मैले। टक्क यो रेड लाइनबाट तपाईले सिधा यस्तै एउटा लाइन तान्दिनु भयो भने हामीले एउटा लेटर बनाउन सक्छौं जुन लेटरको नाम हो डी। अब यो डी गए मैले स्ल्यान्टिङको कुरा छ यहाँनिर। अब स्ल्यान्टिङ राइट ह्यान्डबाट लेफ्ट ह्यान्डतिर हामीले गरेका छौं। सो यो कुराको विषयमा तपाईहरुलाई जानकारी छँदै छ। सो यसलाई अब हामीले यति गर्यौं भने यो जी र लास्टको एउटा सी बाट हामीले एउटा लेटर बनाउन सक्छौं जुन लेटरको नाम हो क्यू। जसमा ए को बीचमा ग्याप, डी को बीचमा ग्याप, जी को बीचमा ग्याप र क्यू को पनि बीचमा ग्याप हुनु पर्यो। यदि यो ग्याप देखिएन भने के भयो? सी मिस्टेक हुन्छ।